सबैलाई नमस्कार। म चाहिँ तिलक आचार्य, भेट टेक्निसियन, दाङ जिल्लाबाट। सम्पूर्ण किसानहरूको के जिज्ञासा रहेको छ भनेपछि हामीले चाहिँ बाख्राको बच्चाहरूलाई, बाख्राको माउलाई, खसीहरूलाई चाहिँ कति महिनामा चुकाको औषधि खुवाउन पर्छ भनेर हरेक किसानहरूको जिज्ञासा रहेको छ। यो भिडियो पुरा हेर्न म हजुरहरूलाई अनुरोध गर्दछु। यो भिडियो पुरा हेर्नुभयो भने हजुरहरूलाई बाख्रा पाल्ने बारे सम्पूर्ण जानकारी थाहा हुनेछ। आउनुहोस् भिडियो सुरु गरौँ। सक्नुहुन्छ साथीहरू, यो चाहिँ 1 महिनाको बच्चा रहेको छ। यसलाई चाहिँ मैले 21 दिनको अवधिमा पिप्राजिन औषधि खुवाइसकेको छु। हजुरहरूले पनि वैशाखको मौसममा चैत, वैशाख र जेठमा जन्मिन्छ भने 21 दिनमा जुगाको औषधि खुवाएर त्यसरी 3 महिनामा फेरि जुगाको औषधि खुवाउनु पर्ने हुन्छ साथीहरू। त्यसपछि चैत, वैशाख, जेठ बाहेक अरू महिनामा जन्मिन्छ भने पहिलो 21 दिनको औषधि खुवाइसकेपछि त्यसपछि 6 महिनामा औषधि खुवाउनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो 3 महिनाको बाख्राको पाठा रहेको छ। यसलाई चाहिँ मैले अक्जिक्लोरोनाइट आयरन लिभा मिसनवाला 1 ट्याप औषधि खुवाएको छु। हजुरहरूले पनि बाख्रा जन्मेको 3 महिना पुगेपछि चाहिँ 1 ट्याप औषधि चाहिँ खुवाउनु पर्ने हुन्छ। र बाख्रामा चाहिँ कुन प्रकारको जुगा लाग्ने गर्दछ, 3 जुगाका नाम के हुन् भनेर जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। म अर्को भिडियो बनाउनेछु। र हेरौँ 6 महिनाको बाख्रा। जस्तो कि देख्न सक्नुहुन्छ दर्शकगण, यो 6 महिनाको बाख्राको पाठा रहेको छ। यसलाई चाहिँ मैले अक्जिक्लोरोनाइट आयरन लिभा मिसनवाला 300 mg वाला ट्याब्लेट चाहिँ 2 ट्याब्लेट खुवाइदिइसकेको छु। हजुरहरूले पनि चाहिँ बाख्राको उमेर अनुसार ट्याब्लेट चाहिँ एमजी चाहिँ बनाउनु पर्ने हुन्छ, नत्र काम गर्दैन औषधले। हेर्न सक्नुहुन्छ साथीहरू, यसलाई चाहिँ यो चाहिँ 1 वर्षको बाख्रा रहेको छ। यसलाई चाहिँ मैले 3टा ट्याब्लेट खुवाइदिइरहेको छु। साथसाथै हरेक वर्षको अन्तरालमा 6 महिनाको अन्तरालमा सबै जुगालाई काम गर्ने, गोलो जुगा, सेप्टो जुगा र सबै जुगालाई काम गर्ने अल्बेन्डाजोल औषधि पनि खुवाइदिइरहेको छु। हजुरहरूले पनि सधैँ एउटै जुगा औषधि खुवाउनु भयो भने त्यो बाख्रालाई काम गर्दैन कि साथीहरू। सुन्न त मैले नेपालमा 3 करोड जनता छन् भनेर सुनिरहेको छु दर्शकगण है। हजुरहरू 3 करोड जनताहरूले हेरिरहनु भएको छ भनेपछि हजुरहरूलाई बाख्रा पालन सम्बन्धी ज्ञान, भैँसी पालन सम्बन्धी ज्ञान, गाई पालन सम्बन्धी ज्ञान, माछा पालन सम्बन्धी ज्ञान अथवा कुखुरा पालन सम्बन्धी ज्ञान, तरकारी खेतीबारे, घाँस खेती, डाले कोसे अकोसे डाले घाँस बारे केही पनि जानकारी चाहिन्छ भने यो भिडियोको कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस्। म हरेक टपिकको भिडियो बनाउने प्रयास गर्ने छु साथीहरू। हजुरहरूले कृषि क्रान्ति गर्नुपर्छ। अब युवाले नगरेर कसले गर्छ? हजुरहरूले चाहिँ सपोर्ट गर्ने म छँदैछु। हजुरहरूले चाहिँ सब कृषि क्रान्तिमा आजैबाट उत्रिनु पर्यो। त्यसपछि उत्रिसकेपछि नेपालमा पनि नेपालबाट उत्पादन भएको मासु, अन्डा, दुध जन्य पदार्थ जस्तो इन्डियामा पठाउन सकेपछि त्यसबाट हामीले धेरै कमाइ गर्न सक्छौँ। त्यही हो। अरू भिडियो चाहिन्छ भने केही बाख्रा पालन सम्बन्धी रोगहरू एनी केही क्वेसन छ भने कमेन्ट गर्नु साथीहरू, म भिडियो बनाउने छु। अहिलेलाई चाहिँ हस्त, धन्यवाद, नमस्कार।